सो फाइनल गाइज तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ ठ्याक्क अहिलेको हालमा यताउता सिन्धुली र हामी यता गुर्मी यता खोटाङ छुट्ने सोलु छुट्ने बाटोमा चाहिँ छु है। यता साइडबाट चाहिँ म त सिन्धुली मधेसतर्फको गाडीहरू आउँछ भने यता माथिबाट चाहिँ पहाडतिरको आउँछ है। अब चाहिँ हामी अलिकति भिडभाड हुन्छ। अब कुन ठाउँ आउँछ भनेर त मलाई पनि एक्ज्याक्टली थाहा छैन है, तपाईहरुलाई देखाउँदै जानेछु। अबको भ्यूहरु चाहिँ बबाल छ है त, हेर्दै जानु होला ठाउँहरु कस्तो आउँछ। हाइट भ्यूहरु चाहिँ बबाल देख्नुहुन्छ है तपाईहरुले, हेर्नु होला। यस्तो डेन्जर भ्यू छ नि, खतरा तरिकाको। हेर्न सक्नुहुन्छ रातो माटे डाँडाको भ्यू चाहिँ है बबाल देखिन्छ नि। अब म एकछिन रोकिन्छु होला आज चाहिँ यहाँतिर, म कहिल्यै रोकिया छैन हौ यो डाँडातिर त भन्या त खै त। यसो शीतल ठाउँै छैन क्या हो, यसो शीतल ठाउँ छ भने चाहिँ म रोकिन्छु। बजारै रहेछ नि के को शीतल ठाउँ हुनु, एकछिन रोकिनु पर्ने भयो म त। अब चाहिँ लगातार लाग्नुपर्ने हुन्छ तपाईहरुलाई चाहिँ भ्यू देखाउँदै जानेछु है। लगातार लाग्नुपर्ने हुन्छ ठाउँहरु, हेर्नु होला बबाल तरिकाले। एकछिन बाइकलाई पनि रेस भयो नि त, एकछिन मलाई पनि, त्यही भएर चाहिँ हो। बाटोहरु व्यस्त छ, त्यही भएर बिस्तारै कुदाउनु पर्ने हुन्छ है। हेर्न सक्नुहुन्छ अगाडि चाहिँ यस्तो व्यस्त आइरहेछ नि बाटो त, डेन्जर तरिकाले यार। सो अहिलेको हालमा चाहिँ हामी यता अब ऐना भएको ठाउँमा पनि आइपुग्नै लाग्यौँ है त। सो ऐना भएको ठाउँमा पनि आइपुग्नै सक्यो है त हामी चाहिँ, देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ ऐना भएको ठाउँ। रक्सै गर्नु होला हामीलाई पनि, भगवान यात्रा सफल होस्। हाइट पुरानो यादहरु पो आउँछ त हौ, पुरानो राइडको यादहरु यार। हामी चाहिँ खुरुखुरु हिँड्नेछु है त। किनभने हामी धेरै बस्दिन पनि टाइम पनि छैन हामीसँग, त्यही भएर बिस्तार लाग्छु। बरु हामी पछि आउँदा बस्नेछु है त।
पिपलको रुख देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ। खतरा भ्यू छ यार, खतरा भ्यू। धुलीखेल 65 किलोमिटर। हामी चाहिँ अहिले मूलकोटमा छौँ, मूलकोटमा। अबको बाटोहरू चाहिँ अलिकति बिग्रिया छ है, अलिकति जोगाएर जानुपर्ने हुन्छ बिग्रेको बाटोहरूमा चाहिँ। चलौँ चलौँ अगाडि चलौँ है ब्रदर, अगाडि चलौँ। चलो चलो ल अघि भेटेको साथीलाई चाहिँ मैले अगाडि लाइ नै सकेँ है। उहाँ पनि काठमाडौँसम्म पुग्ने रहेछ, म पनि काठमाडौँ। तातो हावा फालिरहेछ यार। नेपाल थोक कति किलोमिटर हो? किलोमिटरै देखिन हो म त। नेपाल थोकको त यार कुना कुनाबाट त खोला बगिरहेछ त यार। कहाँबाट आयो यत्रो खोला? छोडामा गाइस हाम्रो बाटोमा नाम हामी चाहिँ कुन ठाउँमा आइपुग्यो हो खै हामीलाई पनि थाहा भएन। ओहो यताबाट जाम कि उताबाट जाम त यो बाटो चाहिँ। अनि क्या खतरा थर्किदिएर भने यार। प्ले बोय सप्तकोशी आइस लो यो गाडीमा त फ्री वाइफाई पनि रहेछ यार। चलाउँदै जानुपर्छ क्या हो। अब कसरी अगाडि जाने त यो हाइस र ठुलो बस भन्नु त।
जानु पनि सक्दैन। कता हो बाटो? यतै हो नि। बाटोहरू पनि कस्तो त धुलो उडाएर त मारेको नि हो अब बुढोले। छ्या खायो, धुलोको सुरुवात गरिहाल्यो। झन् परतिर त कस्तो पो छ कि बाटो त यार, केही देख्दिनँ त यार धुलोले त। छ्या म के भन्ने ठाउँमा आइपुगेँ मलाई पनि थाहा भएन यार। ठाउँ चाहिँ खोलाको डिलै डिल छ। अब खै कुन ठाउँ भइदिएर भने मलाई त के हो बाटो? यिनीहरूभन्दा अगाडि लाग्नुपर्ने हुन्छ यार। अहिले झन् लाग्नु दिँदैन हो अगाडि त। ल लाग्दिएको है त म चाहिँ। आँखा रातो भएर बिजोक त बाटोहरू भत्केको छ यहाँ लास्ट असैतिरको बारीले। त्यही भएर धुलो मैलोहरू चाहिँ धेरै नै होला। ल हेर यहीँबाट धुलो सुरु भएछ भनेको त चेकिङ चाहिँ रहेछ। धुलो पनि सुरु भएछ यार। छ्या पापा के को धुलो। के साह्रो हावा चल्यो हौ आमा। मान्छे उडाउला जस्तो गर्छ त यार। के भएको? के हेर्न थाल्यो यो बाइकहरू चाहिँ यहाँतिर चाहिँ। ठाडो पल्टेर यहीँ हेर्छ। ए इन्जिनियर हो कि क्या हाम्रो बाटोको इन्जिनियर के हो त? अझ मासले कहाँबाट मलाई पो पानी आयो यार। कस्तो शीतल भएको। सब पानी छ्यापेर त आफैले हिलो छ्यापेर शीतल रे अझ। अब चाहिँ बाटोहरू बिग्रेको छ है। त्यही भएर म क्यामेरा अफ गरेर बोक्छु होला। म त अलिकति धुलीखेल पुगेपछि मात्र अन गर्छु होला सायद अब, किनभने बाटोहरू लास्ट खतम छ। त्यही भएर के बनाइरहनु हो यो धुलो बाटोको धुलो खाइ होइन। अगाडि हेर्नु त यस्तो धुलो उडिरहेछ नि। अगाडि बाटो बिग्रिरहेछ सब। त्यो
बाटो बिग्रेको धुलोहरू है त यो चाहिँ। मङ्गलटार 1 किलोमिटर वानली। आयामै गल्यो गल्यो आया। बाढीले लगेको रोडहरू सबै यो चाहिँ। अब बाटो खत्तम बाटोमा आइपुग्यो तपाईँहरूलाई चाहिँ म अहिले। अलिकति राम्रो बाटो आएपछि मात्रै देखाउने छ है त। यस्तो सोलिङ चाहिँ के देखाउनु हौ होइन। आया गौतम बुद्धको गाडी पो रहेछ हौ। सिन्धुली काठमाडौँ। अच्छा काठमाडौँ पुग्दा त थलै पर्ने रहेछ यार। यो गाडीलाई चाहिँ जित्नु पर्थ्यो यहाँतिर जित्छु म। ल हेर्नुहोस् अस्तितिरको बाढी यार। यत्रो ठुलो बाढी आएको थियो त्यति बेला। यो रोड माथि थियो होला त्यति बेलाको बाढी। यो बर्खामा त अनि यो त त्यत्रै आयो भने त बाटो माथि आउँछ त हौ खोला त। माछा मार्ने भाइहरू भन्थ्यो त्यस्तै भइगयो नि। स्विमिङ खेल्दैछ क्या बच्चाहरू। हेट पछाडि त गाडी पो आउँदैन रहेछ। कुदिएको है म चाहिँ। ज्योति विकास ब्याङ्क कहाँ छ यो ज्योति विकास ब्याङ्क त यार मैले देखेको छैन अहिलेसम्म। कस्तो खतरा मकै घारी यार तलतिर त। ओए कत्रो सुइँ पारे यार केटाहरूले। रोसी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। रोसी गाउँपालिकामा आइपुग्यो। रोसी खोलामा म चाहिँ फाइनल्ली ल हेर्नुहोस् अस्तितिर बाढीको कमाल यस्तै नै छ। अब चाहिँ धुलो बाटोहरू धेरै छ यार। अस्तितिर बाढीमा फसेर बसेको ठाउँ चाहिँ यही नै हो है। के हो खोला नै छैन त्यहाँ आजभोलि त। अनि कहाँ गयो खोला? सबै उता पल्टाइदिए क्या खोलालाई नै। अफ रोडमा त यसरी उठेर चलाउनु पर्छ हौ अनि चाहिँ मजा आइन्छ मजा।
ओ ओ ओ ओ ओ ओ स्लोली स्लोली उत्तानो आयो भने फेरि अहिले तनाव हुन्छ तनाव यसरी चलाउने है गाइज उकालोमा रे यो अफ रोडमा चाहिँ त्यसपछि त कमाल भइगयो नि हो कमाल आया कति धेरै हो छ्या सकिन्न त यार अफ रोड त ए चिप्लो बस्नुपर्छ यस्तोमा त झन्नै उतार्नु खाइदिएको नि चिप्लो बाटोमा त तपाईँहरूलाई चाहिँ म अब क्यामेरा अफ गरेर हिँड्छु है किनभने चाहिँ धुलो बाटो धेरै नै छ त्यही भएर एकछिन बसेर म क्यामेरा अफ गर्छु है त यहीँतिर तरे टमाटर बिल्कुल भइगयो नि